राधे राधे सबैजनालाई। अहिलेको चाहिँ मौसम एकदम दामी भइरहेको छ। म चाहिँ बारीमा गएको दिदीको घर हेर्नु, अनि तपाईहरुलाई पनि देखाउँछु। म दिदीहरुको घर कम्प्लिट हुन आँटेको छ। स्पेशली म एउटा चीज देखाउँछु है, हेर्नुस् त। यसलाई के खुर्सानी भन्छ? डल्ले खुर्सानी हैन, के भन्छौ? जिरे खुर्सानी पुरा फलेको छ। यहाँ उत्तानो चिज भएर लडे, भाउ पनि भयो, मैला भयो। यसबाट यो रडले लडायो मलाई चाहिँ, लडेर हातै पिल्छ नि ले सब। अनि जादिनु म माथि। अघि लडेको थियो, अहिले यहाँ लडे त आउँदा आउँदै रडले। भोलि छठ कहिले हुन्छ? छठलाई सोमबार भन्नु, मालिकहरू आउँदैछ मासु भात दिनु भनेर। आज आउँछ मालिक। मालिक नि त घरमै छ नि, है भन्नु, मासु भात खिलाउनु भनेर, माल पनि खिलाउनु भनेर भन्नु। हौ हौ लडे नि म त आयो, सबै पिल्छ शेष परे। तेरो घर हेर्न आएको अरे, लडे। आइज न माथि। सिडी त बनाइसक्नु, छिटो छिटो। चित भएर लड्छ। यस्तो हिँड्दैन आमा, आमा सेन्टी भएर भिडियो बनाउनु आउँदैछ भने यस्तो भएर त टुई 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 लड। यहाँ पुगेन, उठिसकेको थिएँ म, यस्तो उठेको मात्रै फेरि चप्पलले गर्दा वाग्ला।